यो चाहिँ यो सङ्खुवा सभा खाँदबारी भन्ने ठाउँबाट झिकाएको। यो च्यानमारा खुर्सानी भन्थ्यौँ हामी अघि हाम्रो गाउँमा चाहिँ च्यानमारा खुर्सानी भन्ने गरेको थियो। अहिले त्यो सङ्खुवा सभा खाँदबारीमा चाहिँ यसलाई चाहिँ राँगे खुर्सानी भनिँदो रहेछ। मैले चाहिँ 25-30 वर्ष अगाडि चाहिँ ग्यास्ट्रिक निको हुने खुर्सानी आयो रे भएर गोलढुङ्गादेखि असनमा गएर मानाले भरेर त्यो बेलाको यति पर्या भन्ने चाहिँ बिर्सी अति महँगो, धेरै महँगो। मैले एक दुई माना लिएर आएर त्यो खान्थेँ। त्यो त त्यही अहिले आएर त अकबरे रहेछ। त्यसले राम्रो हुने होइन रहेछ। राम्रो गर्ने भनेको यो रहेछ। हेर्नुहोस् कत्रा फलेको। यहाँ हेर्नुहोस्, यहाँ आम्मै ठुल्ठुला फलेको छ। यहाँ ठुल्ठुला फल्या छ। फेरि यसको यहाँ यतापट्टि हेर कत्रो उतापट्टिबाट खिच्छ त कत्रा एकदम ठुला फलेको। एक दोस्रो चाहिँ यो चाहिँ टेस्टी। फेरि हरियो खुर्सानी खाने बानी थियो, बल्ल छुटाएको थिएँ। यसको टेस्ट त आहो, त्यो कति थरीका खुर्सानी हुन्छन्, ती खुर्सानी खाएको मध्येको अति मिठो टेस्ट पनि हुन्छ यसको। र यसले चाहिँ कतिलाई पिरो नपच्ने अथवा ग्यास्ट्रिक निको हुन्छ भने पेटको खराबले खुर्सानी धेरै खान नहुनेले यो खुर्सानी पच्ने खुर्सानी यो पच्छ। यो ग्यास्ट्रिकलाई पनि पच्छ। यो अरू पेटको खराब कसलाई के एलर्जी, कसलाई के एलर्जी होला त्यो मध्येको नि यसले चाहिँ यो चाहिँ पच्छ। यो खुर्सानी जसरी जहाँबाट नभए अब यो साल त गयो, मसित सम्पर्क गर्नुहोस्। सम्पर्क गरेपछि म बिउ सबलाई दिन्छु। यो अब के भयो र 5वटा राख्यौँ भने तपाईँहरूलाई 200 मान्छेलाई बाँड्न पुग्छ, त्यति बिहा हुन्छ। म 2-4वटा राखिहाल्छु। मैले अहिले पनि यहाँ छरछिमेकमा सबलाई बिरुवा उमारेर दिएको थिएँ। अन्त फल्न थाल्यो थालेन थाहा भएन। मैले चाहिँ फलाइ एकदम राम्रो फलेको छ। अब यसलाई चाहिँ अलिकता टेको चाहिँ अलिक कमजोरी भएछ छोरी। यो आउनुहोस्, बिउ लिन आउनुहोस्। यस्तो खुर्सानी गमलामा जग्गा छैन नि त, खोइ र जग्गा। यही खुर्सानी के अरे यो रुखको के अरे गमलामा रोपेको छु, गमलामै फलाएको छु। अब कुनै पनि चिज विज्ञहरूले भन्दाखेरि चाहिँ जो शक्ति प्रोटिन पाउन पर्ने प्रोटिन चाहिँ यसमा पाइँदैन भन्छ। गमलामा लाएकोले जमिनमा लाएको त पाउँदैन भने पनि के गर्नु त। अब जमिन छैन। अब बजारको चाहिँ पोइजन, देशी मल, भिटामिन हालेको भन्दा गमलामै लाएर सबैले मेरो त घरमा बच्चादेखि अहिले यहाँ खिचिरहेको छ नातिनी। अब यो त नातिनी भई छोराछोरी भनेका त 35-38 वर्षदेखिका छोराछोरीहरूलाई हामी सचिव होइनौँ, हामी इन्जिनियर होइनौँ, हामी डक्टर होइनौँ, हामी सभासद मन्त्री होइनौँ। हाम्रो चोकमा झकमक्क फुल गार्डन माली राखेर हामी त्यो 2 बोट घर अगाडि 4भन्दा 5वटा राख्न पाइँदैन फुलका गमला। अरू चाहिँ यस्तै खाने चिजहरू 2 बोट गोलभेडा रोप, 2 बोट खुर्सानी रोप, 2 बोट प्याज के अरे गमलामा लसुन रोप, प्याज रोप। यसरी चाहिँ म चाहिँ फुल चाहिँ 4 बोट 5 बोट भन्दा लाउन दिँदैन थिएँ पहिल्यैदेखि। अब अहिले पनि तरकारी नै बेसी